भूराजनीतिक परिस्थिति असाध्यै संवेदनशील अवस्थामा पुगिरहेको या भइरहेको अवस्था छ। नेपालमा भएको इन्स्टिट्युट अफ फरेन अफेयर्स जस्ता संस्थाहरू निष्क्रिय प्राय छन्, जसको वेबसाइट पनि खुल्न नसक्ने अवस्थामा छन्। यो एउटा उदाहरण मात्रै हो। हाम्रो नेपाल सरकार र विभिन्न निकायका यस्ता संस्थाहरू यस्तै अवस्थामा छन्। आज नो एक्सन इज बेस्ट पर्फर्मेन्स जस्तो अवस्थामा भएका हाम्रा संस्थाहरू या निकायहरू या जिम्मेवार व्यक्तिहरू र हाम्रा जिम्मेवार संस्थाहरू यो अवस्थामा रहँदाखेरि जवाफदेहिता शून्य छ, प्रश्न गरिँदैन, जवाफदेहिता हुँदैन। त्यसकारणले हामी पर्फर्मेन्स नगर्ने कुरा नै हाम्रो बेस्ट पर्फर्मेन्स हो भन्ने दाबी गरिरहेका हाम्रा निकायहरूलाई थप जवाफदेही बनाउन आज नीति कार्यक्रममा छलफल गरिरहेको यो अवस्थामा हाम्रा संस्थाहरू निकायहरूलाई जवाफदेही बनाउनका लागि ठोस कार्यक्रमिक योजना र बजेट तर्जुमा गर्नका लागि ध्यानाकर्षण गराउन चाहन्छु र आवश्यकता बमोजिमका हाम्रा कार्यक्रमिक योजनालाई प्रभावकारी बनाउने दिशामा थप हाम्रा जिम्मेवार